भात लागिरहेको छ आकाशमा। म चाहिँ यो सबै बाँसहरू लगेर चाहिँ माथि जानेवाला छु। सो लेट्स गो। सो गाइज, यहाँनिर बाँसको छडीहरू रेडी भइसके, यहाँनिर 32वटा बाँसको पिसहरू रेडी भइसके र अब चाहिँ यहाँनिर चाहिँ ढुङ्गाहरू रेडी हुनेवाला छन्। र त्योभन्दा पहिला चाहिँ यसै माथि चाहिँ त्यहाँ तल भएका सबै बाँसहरू आउनेवाला छन्। सो हे गाइज, वेलकम ब्याक टु माई अनदर एडभेन्चर भिडियो। बाँकी तपाईँहरूले थाहा नै छ कि यो सिरिजको आज तेस्रो दिन हो। तपाईँहरूलाई मैले फर्स्ट दिनमा चाहिँ प्रोजेक्टको बारेमा जानकारी दिएँ र भएको तल भएको बाँसलाई गोरेँ। दोस्रो दिन यानि कि हिजो मैले 32वटा बाँस ल्याएर यहाँ राखेँ, त्यो पनि पानी परेको बेलामा होइन, एकदमै पनि जटिल तरिकाले एक्लै काटेर चाहिँ रेडी पारेँ। र आज तेस्रो दिन भएको छ कि यो सिरिजको आज तेस्रो दिन हो र आज चाहिँ मैले कन्टिन्यू त्यो प्रोजेक्टलाई अगाडि बढाइ नै रहनेछु। स्पेसल्ली आज जति पनि कामहरू बचेको छ, जस्तै छडीहरू ल्याउनेदेखि लिएर खन्नको लागि खनेको गाड्नको लागि ढुङ्गाहरू ल्याउनेदेखि लिएर बाँकी रस्सीहरूदेखि लिएर खन्ने सामानहरूदेखि लिएर जति पनि सामानहरू बचेको छन् त्यो सबै सामानहरू चाहिँ आजको यस भिडियोमा नै म एकट्ठा गर्नेछु, एक ठाउँमा राखेर एक ठाउँमा ल्याएर राख्नेछु। ओके, मैले तपाईँहरूलाई आज सबै सामानहरू जति पनि बचेको छन्, जति पनि ल्याउनु पर्ने सामानहरू छ, जति पनि जुटाउनु पर्ने सामानहरू छ, त्यो सबै सामानहरूलाई एक ठाउँमा ल्याएर राख्नेछु। मार्किङ गरियो, डिजाइन गरियो, साइजहरू भनियो, तपाईँहरूलाई सबै डिटेलमा जानकारी दिएँ मैले। अनि त्यस पछाडि 32वटा बाँसको बिज पनि ल्याएँ र त्यसका छडीहरू पनि ल्याएको छु लामो लामो, तर त्यति छडीले पुग्नेवाला छैन आज। त्यसैले यो पुरै बाँस डब्लुसेपको बारको लागि चाहिँ नि धेरै नै छडीहरू चाहिन्छ, जसलाई बेर्नको लागि धेरै नै सामानहरू चाहिने छ। त्यसैले मैले आज तल बाँसको थानदेखि जति पनि छडीहरू बचेको छ त्यहाँनिर सानो 1-2 फुटको भन्दा ठुल्ठुलो जति पनि छडीहरू छन् त्यहाँ तल, त्यो सबै म ल्याएर आज आउनेछु। ओके, को साथसाथै 32वटा बाँस त मैले ल्याएर रेडी पारिसकेँ, तर त्यसमा चाहिँ बिचमा ग्याप हुनेछ, एक हातको ग्याप, र त्यो ग्यापलाई भर्नको लागि हामीलाई सुकेको बाँसहरूको सानोतिनो टिङ्गालाहरू चाहिने छ। र त्यो सबै टिङ्गालाहरू अथवा चाहिँ सुकेको बाँसहरू पनि म आज यसै भिडियोमा ल्याएर आउनेछु। तपाईँहरू कन्टिन्यू हेर्दै जानुहोस् है त। सबै ठाङ्ग्राहरू ल्याइसकिसकेपछि अब त्यसलाई चाहिँ हामीले खन्नु पर्नेछ। खनेर सबै खाल्टाहरूमा चाहिँ गाड्नको लागि चाहिँ मैले साप्लो ल्याउनु पर्नेछ, र त्यो साप्लो पनि आजको यस भिडियोमा ल्याउनेछु। र त्यो गाडिसकेकोलाई एकदम पनि खाद्नको लागि, एकदम अठिलो बनाउनको लागि ढुङ्गाहरू चाहिन्छ, सानो धेरै ढुङ्गाहरू चाहिन्छ, हजारौँको सङ्ख्यामा, र सबै ढुङ्गाहरू पनि म आजको यस भिडियोमा नै जम्मा गरेर देखाउनेछु। सो लेट्स गो। सो भिडियो सुरु गर्नुभन्दा पहिला तपाईँहरूलाई यस्तै एडभेन्चर भिडियो हेर्न मनपर्छ भने तपाईँहरू जोडिनुहोस् यस च्यानलमा सब्सक्राइब गरेर, र सबैले आज सब्सक्राइब गरिदिनुहुनेछ भन्ने मलाई विश्वास छ। ल सब्सक्राइब गरिदिनुहोस् र म चाहिँ अब लागेँ भिडियोतर्फ। ओके, सो गाइज, आजको एउटा ट्विस्टको कुरा भनौँ तपाईँहरूलाई, म जति पनि आज म काम गर्नेवाला छु त्यो स्लोली शान्त रूपमा गर्नेछु। हिजो अस्ति जस्तो फास्ट गर्नेवाला छैन, किनभने मलाई आज पानी छैन हाम्रो, त्यसैले चाहिँ नुहाउनु सकिँदैन। त्यसैले चाहिँ आज स्लोली काम गर्नेछु र पसिना निकाल्ने गरी गर्ने छैन। तपाईँहरू चाहिँ कन्टिन्यू जोडिनुहोस्। सो लेट्स गो। सो गाइज, फर्स्ट डेमा 3वटा सामानहरू लगेको थिएँ, बन्चरो, खुर्पा र करौती। त्यस दिनमा चाहिँ 3टा मध्ये खुर्पा मात्रै काम आयो। दोस्रो दिनमा पनि मैले 3टा सामान लगेको थिएँ, खुर्पा, बन्चरो र करौती, र दोस्रो दिनमा 3वटै युज भयो। र आजको तेस्रो दिनमा मसँग 2वटा मात्रै चिज छ, र 2वटा चिजको मात्रै युज हुनेवाला छ आज होइन। र अर्को चिज चाहिँ के युज हुनेवाला छ भन्दाखेरि यो बाटा पनि युज हुनसक्छ है ढुङ्गा ल्याउनको लागि। केही छैन, म यिन 2टा चिजलाई लगेर आज बारी जानेछु तल काल्नामा। त्यस पछाडि त्यहाँबाट चाहिँ नि मैले छडीहरू ल्याउनेछु, सबै जति पनि बचेका छडीहरू छन्, र तिनी सुकेका बाँसहरूलाई पनि काटेर ल्याउनेवाला छु। तपाईँहरू कन्टिन्यू हेर्नुहोस्, म चाहिँ लागेँ अब बारीतर्फ। ओके, लेट्स गो। सो गाइज, आजको यो मौसम पनि एकदम प्रोपर तरिकाले मजाको छ होइन, शान्त छ आजको मौसम पनि। हिजो यस्तै मौसम थियो र पानी आएको थियो, सायद आज पनि साँझतिर पानी आउनसक्छ। गर्मी पनि छ धेरै होइन, ठिकै छ। यत्तिको मौसम भनेको ठिक हो, शीतल होस्। र मैले हिजो ल्याएको 32वटा बाँसहरू यहाँनिर चाहिँ हेर्नुहोस्, मैले सबै पानीमा नै बोकेको थिएँ। 2वटा बोक्ने बित्तिकै पानी आइहाल्यो, र मैले कन्टिन्यू सबै पानीमा नै ल्याएर 32वटा बाँस पुऱ्याइसकेको छु। र यिनी बाँसहरू नै यो डब्लुसेपको बारमा चाहिँ लाग्नेवाला छन्, र यिनी छडीहरूले चाहिँ पुग्दैन जस्तो लाग्यो कि मलाई होइन। त्यसैले यिनी छडीहरूले पुग्दैन भन्ने थाहा भइसकेपछि अब चाहिँ छडीहरू अब फुटाल्ने बाँस त मसँग एक्स्ट्रा छैन होइन। त्यसैले मैले यही बाँसहरू जस्तै यस्तै छडीहरू
1 फुट 2 फुटदेखि माथि भएका सबै छडीहरू ल्याएर आउनेछु ताकि बाँधेर चाहिँ बारलाई चाहिँ बेर्न काम लागोस्। सो अब चाहिँ म तल बाँसको थानतिर जान्छु। सो तपाईँहरू पनि जानुहोस् है त। सो गाइज म बाँसको थानेर आइसकेको छु होइन। तपाईँहरू हेर्नुहोस् कन्टिन्यू। मैले हिजो अथवा चाहिँ योभन्दा पहिला धेरै तेस्रो दिन होइन फर्स्ट दिनभन्दा अगाडिको भिडियो हेर्नु होला। त्यहाँनिर कस्तो थियो यहाँको अवस्था, पुरा झाडी होइन, झ्यामको झ्याम, पुरा हरर जस्तो हन्टेड जस्तो मानिरहेको थियो। मैले हिजो चाहिँ अनि दोस्रो पटक चाहिँ मैले सबै सफा गरेको हुनाले क्लिन मानेको थियो र आज तेस्रो पटक पनि मैले चाहिँ यो सबै होइन यिनी हिजो काटेका यिनी ठुटाहरू छन्, यो सबै काट्दाखेरि आज चाहिँ क्लिन मानिसकेको छ होइन। अनि यहाँनिर भएका यिनी हो सबै यस्ता सबै छडीहरूलाई चाहिँ मैले सबै काटेर लानेवाला छु आजको यस भिडियोमा होइन। र साथसाथै त्यसको साथसाथै मैले नकाटेका पनि यिनी सुकेका बाँसहरू पनि छन् नि। यो जति पनि सबै सुकेका बाँस त्यहाँनिर छ होइन। यस्तो सबै बाँसहरूलाई एक ठाउँमा राखेर म चाहिँ आज लग्नेछु ताकि मेरो यो अगाडिको प्रोजेक्टमा काम आउन सकुन्। सो लेट्स गो। सो गाइज म चाहिँ अहिले बाँसको थानमा आइसकेको छु होइन। मैले जति पनि यस्ता छडीहरू छन् ती सबै छडीहरू चाहिँ लगेर जानेछु। तपाईँहरूले डे 1 हेर्नु भएको छ भने तपाईँहरूलाई थाहा होला कि होइन, मलाई यो बाँसको छडीबाट चाहिँ एउटा किराले टोकेर मेरो हात सुन्नाइदिएको थियो र अहिले पनि त्यो बाँस यहीँ छ। म त्यसैले चाहिँ अगाडिको भिडियोहरूमा पनि यस्तो यस्तो किराहरू आउन सक्छन्, त्यसैले मैले सावधानीपूर्वक सबै बाँसलाई काट्नुपर्नेवाला छ र यस्तो यस्तो बाँसहरू लानेछु मैले होइन। बाँकी सबै वेस्टेजहरू लग्नेछु सबै थुपार्नको लागि। मैले चाहिँ यो जग्गा नै बेस्ट लाग्यो होइन, सबै ल्याएर मैले यहीँ राख्नेछु। तपाईँहरू कन्टिन्यू हेर्नुहोस्, म चाहिँ त्यही गर्छु है त। सो लेट्स गो। सो गाइज म एउटा खुर्पा लगेर अब चाहिँ यहाँनिर को भएको सबै बाँसहरूलाई चाहिँ एकदम रेडी गर्नेछु। तपाईँहरू कन्टिन्यू हेर्दै गर्नुहोस् है त।
सो साथीहरू मैले यहाँ भएका सबै छडीहरू चाहिँ रेडी गरिसकेँ। अब चाहिँ मैले त्यहाँनिर भएको एउटा बलो छ, त्यो बलोलाई पनि प्रपर तरिकाले एउटा सही सेपमा काट्ने छु र त्यस पछाडि चाहिँ अर्को ठाउँमा अर्को लोकेसनमा गएर फेरि अरू जम्मा गर्नेवाला छु। सो सबैभन्दा सुरुमा चाहिँ त्यो बाँसलाई चाहिँ काटौँ है। त्यो बाँसलाई पनि काटिसकेको छु होइन। सो गाइज होइन, मलाई करौती पनि चाहिन्छ जस्तो लागेको थियो, तर अहिले हेर्दाखेरि चाहिँ करौती चाहिँदैन जस्तो लाग्यो होइन। अब अर्को लोकेसनको यस्तो यस्तो बाँसहरू रेडी गर्छु म। त्यहाँको चाहिँ सबै रेडी गरिसकेँ होइन। अब यहाँ चाहिँ अब 2-4वटा 5-6वटा छन् होइन। यिन सबैलाई एक ठाउँमा इकट्ठा गर्छु, कलेक्ट गर्छु। त्यस पछाडि तपाईँहरूलाई म अर्को लोकेसनमा गएर देखाउने छु। सो त्योभन्दा पहिला चाहिँ म यो सबैलाई रेडी गरेर देखाउने छु, तपाईँहरू कन्टिन्यू हेर्दै गर्नुहोस् है त। सो म यहाँनिर भएको एउटा बाँस र त्यहाँ भएका 3 छडीहरूलाई काटेर रेडी गर्छु, तपाईँहरू कन्टिन्यू हेर्नुहोस् है त। हे गाइज, मैले फाइनली यहाँनिरको पनि सबै बाँसहरूको छडीहरू र बाँसहरू रेडी गरिसकेँ। तर चाहिँ यहाँनिरको एउटा चाहिँ मैले रेडी गरिनँ, किनभने तपाईँहरू थाहा नै छ यसमा चाहिँ एउटा किरो छ होइन। र यो किरालाई यहीँ बस्न दिउँ होइन, त्यसलाई चाहिँ असर नगरौँ। त्यसलाई अब होइन के भन्ने, अब त्यसले पनि आफै चाहेको होला बस्ने होइन। त्यसैले मैले चाहिँ त्यसलाई चाहिँ छोडिदिएँ, त्यसको घरै होस् भनेर। बाँकी अरू सबै कुराहरू भन्दाखेरि हिजोको त्यो भुत लड्केको बाँसको मैले चाहिँ आधा उद्धि काटेँ होइन, र आधा चाहिँ त्यहीँ छ होइन। अनि त्यस पछाडि यहाँनिर थोरै छडीहरू छन्, अनि यतातिरका यिनी छडीहरू सबैलाई मैले काटेर एक ठाउँमा रेडी पार्छु। त्यहाँनिरको पनि टुप्पाहरू धेरै छन् होइन। सो सबभन्दा पहिला चाहिँ यहाँको रेडी गरौँ, तपाईँहरूले चाहिँ कन्टिन्यू हेर्दै गर्नुहोस् है त।
अहिले चाहिँ एकदमै पनि घाम लागिसकेको छ हैन। मैले जे जति चाहिँ रेडी गरेँ अथवा चाहिँ लग्न योग्य ठहराएँ हैन, त्यो सबै सामानहरू छडीहरू बाँसहरू चाहिँ मैले कम्प्लिट तरिकाले रेडी गरिसकेको छु, एक ठाउँमा राखिसकेको छु हैन। यहाँनिर छन् हैन, त्यहाँ माथि छन् अनि त्यहाँ माथिनिर छन् हैन, सबै ठाउँ मैले चाहिँ रेडी गरिसकेको छु हैन। अब यी सबैहरूलाई एकै ठाउँमा लगेर राख्नु पर्यो अनि त्यस पछाडि मैले चाहिँ माथि लगेर राख्नेवाला छु हैन। अनि कस्तो लाग्ने छ अब फाइनल्ली बाँसको सबै रेडी गर्ने काम चाहिँ सकिन लागिसक्यो हैन। पसिना आइसक्यो। मैले स्लोली काम गर्छु भनेको थिएँ तर घाम आएको हुनाले मलाई चाहिँ काममा बाधा पुर्यायो हैन। अब यहाँनिर पनि छन् अनि त्यहाँनिर पनि छन् हैन। सो त्यहाँनिर भएको सबै हिजो पनि त्यहीँनिर नै थियो सबै बाँसहरू रेडी। मलाई पनि सजिलो त्यहीँनिर लाग्यो हैन। त्यसैले यहाँनिर भएको यो छडीहरू अनि त्यहाँ तल भएको छडीहरूलाई मैले त्यहाँनिर लगेर राख्ने छु हैन। तपाईहरु चाहिँ कन्टिन्यू हेर्दै गर्नुहोस्। म चाहिँ यहाँ भएको छडीलाई त्यो पहिला सुरुमा चाहिँ त्यो तल भएको छडी यहाँनिर राख्छु अनि यहाँदेखि सँगै चाहिँ त्यहाँ लगेर राख्नेछु। तपाईहरु चाहिँ कन्टिन्यू हेर्दै गर्नुहोस् है त। सो गाइज, तपाईलाई यो सिरिज कस्तो लागिरहेको छ, जस्तो लागिरहेको छ त्यस्तै कमेन्टहरू दिने गर्नुहोस् हैन। अगाडि अब चाहिँ नयाँ भिडियो चाहिँ कुन टपिकमा बनाउँदा ठिक होला त्यो चाहिँ तपाईहरुले कमेन्ट बक्समा गर्नुहोस् है त। ज्यापलिङ थ्रो सो साथीहरु हैन, यो सिरिजको म चाहिँ अब यो तल बाँसको झ्याङमा फाइनल्ली अन्तिम पटक चाहिँ आउँदैछु। यो सिरिजमा म अब योभन्दा धेरै चाहिँ यो बाँसको झ्याङमा आउनेवाला छैन। त्यसैले मैले सबै चाहिँ रेडी गरिसकेको छु र अलरेडी सबै प्रोपर तरिकाले माथिको 32वटा बाँस पनि माथि नै रेडी छन् र पहिलाको छडीहरू लामो लामो छडीहरू पनि छन् र अहिले लाग्ने बाँसहरू सपोर्टेडको लागि अनि छडीहरू पनि अहिलेको लागि छन्। सो म तीन सबैलाई अब चाहिँ माथि लग्नेछु प्रोपर तरिकाले हैन। त्यसपछि चाहिँ म अब यो सिरिजमा चाहिँ बाँस लग्ने काम यति नै हो। अब चाहिँ म माथि जान्छु घर हैन। घर गइसकेपछि त्यहाँ चाहिँ टोटल्ली ढुङ्गाहरू रेडी गर्छु हैन। अब चाहिँ भोलि चाहिँ मैले खाडल खनेर त्यो सबै बाँसहरू रेडी के भन्छ नि, भोलि चाहिँ मैले सबै खाडलहरू खनेर त्यो बाँसलाई गाडेर एउटा बारको सेप दिनेवाला छु। त्यसैले तपाईहरु चाहिँ कन्टिन्यू भिडियो हेर्दै गर्नुहोस् हैन। यो सिरिजमा जोडिरहनुहोस्। म चाहिँ अब अर्को सिरिज पनि ल्याउनेवाला छु। फर्स्ट अफ अल यो बारको सिरिज चाहिँ कम्प्लिट गर्न मेरो मन छ हैन। म चाहिँ अब यो सबै बाँस लगेर जानेछु। तपाईहरु कन्टिन्यू हेर्दै गर्नुहोस् है त। सो गाइज हैन, मैले चाहिँ करौती र खुर्पा ल्याएको थिएँ तर आज प्रोपर तरिकाले खुर्पा मात्रै युज भयो, आज करौती पनि युज भएन हैन। त्यसैले म यसलाई पनि माथि लग्नेछु र हेर्नुहोस् यहाँनिर छडीहरू र पुरानो बाँसका टुक्राहरू पनि छन्। यो सबै टुक्राहरूलाई चाहिँ म लगेर माथि लगेर जानेछु र भोलि मेरो बारमा चाहिँ यो काम लाग्नेवाला छन् हैन। र मेरो अरू कामहरू पनि छ हैन। घर गइसकेपछि के भन्छ नि, ढुङ्गाहरू रेडी गर्नुपर्ने छ हैन। भोलि त्यो बाँस खनिसकेपछि त्यो काम लाग्नेवाला छ नि त हैन, त्यो गाड्नको लागि। त्यसैले म यो सबैलाई माथि लगेर राख्नेछु र त्यहाँ ढुङ्गाहरू पनि रेडी गर्नेवाला छु हैन। तपाईहरु साथ सपोर्ट जनाइरहनुहोस्। म चाहिँ अब यो माथि लगेर्तर्फ जान्छु है त। म यो चाहिँ माथि लगेर राख्छु है त। सो गाइज, यहाँनिर बाँसको छडीहरू रेडी भइसके, यहाँनिर 32वटा बाँसको पिसहरू रेडी भइसके र अब चाहिँ यहाँनिर चाहिँ ढुङ्गाहरू रेडी हुनेवाला छन् र त्योभन्दा पहिला चाहिँ यसै माथि चाहिँ त्यहाँ तल भएका सबै बाँसहरू आउनेवाला छन्। सो म तलबाट सबै बाँसहरू ल्याएर आउँछु। ओके गाइज, भात लागिरहेको छ आकाशमा। म चाहिँ यो सबै बाँसहरू लगेर चाहिँ माथि जानेवाला छु। सो लेट्स गो।
1 2 3 4 यहाँनिर सबै चाहिँ अघि रेडी गरेको छडीहरू र बाँसहरू ल्याएर रेडी गरिसकेको छु। सो अब चाहिँ म ढुङ्गाहरू खेड्नेतिर लाग्नेवाला छु। त्योभन्दा पहिला चाहिँ एकछिन विश्राम है त। सो गाइज, तपाईँहरूले देखिसक्नु भएको छ अहिले चाहिँ 2:15 भयो होइन। मैले 1 बजीदेखि काम स्टार्ट गरेको होइन। अनि तलदेखि मैले चाहिँ सबै छडीहरू रेडी गरेर माथि ल्याइसकेँ होइन, त्यहाँनिर राखिसकेको छु होइन। त्यसैले आजको एउटा सिम्पल काम चाहिँ सकियो होइन। अब चाहिँ अर्को काममा स्टार्ट गरौँ। अब त्यो दोस्रो काम रहेको छ ढुङ्गाहरू खेड्ने, ओके। किनभने भोलि मैले ठ्याङ्ग्रा काट्दाखेरि त्यसलाई ठोक्दाखेरि त्यसलाई दरिलो बनाउँदाखेरि ढुङ्गाहरू चाहिने छ त्यो होल पुर्नलाई, ओके। त्यसैले चाहिँ मैले यहाँनिर भएको ढुङ्गाहरू छ नि, यहाँनिर हो यस्तो खालको ढुङ्गाहरू धेरै मात्रामा सयौँको मात्रामा चाहिँ मैले हजारौँ ढुङ्गाहरू चाहिँ एकट्ठा गर्नुपर्नेवाला छ होइन। र मैले चाहिँ एकदम शान्त रूपमा गर्छु भन्दा यहाँ पसिना आइसकेको छ होइन। अब चाहिँ गर्मीको मौसममा एकमात्र शीतलता दिने भनेको यो रुख हो के। यदि तपाईँहरूले कुनै पनि पङ्खा चलाउनु भयो अथवा कुनै पनि एउटा होइन एउटा डिजिटल अथवा कुनै प्लेटफर्म राखेर त्यसको छाया लिनुभयो भने त्यो छायाले तपाईँहरूलाई शीतलता दिँदैन कि होइन। यो एकदमै पनि जस्तोसुकै गर्मीमा पनि शीतलवाला छाया दिने भनेको एकमात्र भनेको जस्तोसुकै मौसममा जस्तोसुकै गर्मीमा पनि शीतल छाया दिने एकमात्र चिज भनेको नै यो वृक्ष हो। त्यसैले चाहिँ हामीले वृक्षहरू रोप्नुपर्छ, न कि मास्नुपर्छ। मास्नु हुँदैन, रोप्नुपर्छ, ओके। सो अब चाहिँ म सबै ढुङ्गाहरू इकट्ठा गरेर तपाईँहरूलाई देखाउने छु। सो लेट्स गो। ढुङ्गाहरू त बारीमा धेरै नै छन् होइन, तर पनि खेर्न भने एकदमै मुस्किल पर्नेवाला छ मलाई होइन। अब त्यहाँनिर भयो ढुङ्गाहरू होइन, अनि त्यस पछाडि यतातिर सबै ढुङ्गाहरू नै छन् होइन। त्यहाँ पनि ढुङ्गाहरू छन्। अनि त्यस पछाडि मैले तल भनेको थिएँ तपाईँहरूलाई त्यो बारीमा ढुङ्गाहरू छन् होइन। अनि यो पुरै बारीहरूमा ढुङ्गाहरू छन् होइन। मैले चाहिँ सबैलाई ल्याएर यहाँनिर राख्नुपर्नेवाला छ होइन। सबैभन्दा सुरुवात चाहिँ म यहीँदेखि गर्छु र यो वरिपरि भएको ढुङ्गाहरू सबैले चाहिँ त्यहाँ बिचमा लगेर राख्नेछु। तपाईँहरू कन्टिन्यू हेर्नुहोस् है त। यसरी थोरै ल्याएर त पुग्दैन होइन। मैले तपाईँलाई भनेको थिएँ अघि नै त्यो बाटा युज गर्न सक्छौ भनेर। त्यो बाटा लग्नेछु म। अनि त्यो बाटा लगिसकेपछि त्यो आधा भरेर नै लग्ने प्रयास गर्नेछु। सबभन्दा सुरुमा यो बारीदेखि नै लगाउँ होइन। यो बाटामा नै हालेर लग्नेछु मैले। बारी मगा पनि जान लागिसकेको छ, हेर्नुहोस् होइन अलिअलि। अब त्यो बाटा फुट्नु पनि भएन होइन। सरल तरिकाले म राख्नेछु के गरेर। अनि त्यस पछाडि चाहिँ लग्न सजिलो पनि भयो होइन। र धेरै एकै पटकमा चाहिँ धेरै पनि जम्मा हुने भएकाले मैले यो बाटा। सो गाइस, एकदमै पनि रहस्यमय रुख हेर्नुहोस् है त यो। यो बारीबाट यसरी ढुङ्गा खेड्दा होइन धेरै नै ढिलो हुने देखियो होइन। कतै छन् कतै छैनन् अब होइन। भिडियोमा क्याच गर्न पनि सकिएन होइन। यति थोरै नै ढुङ्गाहरू भयो त्यो होइन। तपाईँलाई मैले योभन्दा हल्का अगाडिको त्यो होइन पाहाडमा देखाएको थिएँ कि तलनिर ढुङ्गाहरू एकदमै पनि धेरै छन् होइन। म तिनी ढुङ्गाहरूलाई यो बाटा लगेर ल्याउँदा कस्तो होला जस्तो लाग्यो, राम्रो होला जस्तो लाग्यो होइन।
त्यसैले अब चाहिँ म यो ढुङ्गा यो खन्याएर त्यहाँ ल्याएर राख्छु होइन। त्यस पछाडि चाहिँ तलबाट एक बाटाको आधा बाटा गरेर 2 देखि 3 खेप ढुङ्गा ल्याउने छु होइन। त्यस पछाडि चाहिँ धेरै ढुङ्गाहरू हुनेछन् र भोलिको लागि सहज हुनेछ र भोलि नपुगेको ढुङ्गाहरू चाहिँ म यो बारीदेखि नै खोज्नेछु र च्यालेन्जलाई कम्प्लिट गर्नेवाला छु। सो यो ढुङ्गा खन्याउँछु, त्यस पछाडि चाहिँ म बारी जान्छु है त। सो गाइस, मैले तपाईँहरूलाई अघि देखाएको थिएँ कि होइन यहाँनिर चाहिँ ढुङ्गाहरू छ भनेर होइन। यति धेरै ढुङ्गाहरू छ र अनि त्यो खेर्न धेरै टाइम लाग्ने भयो होइन। अब भोलिका दिनहरूमा खेरेर अरू काम गरौँला होइन। तर चाहिँ अहिले चाहिँ म यहाँनिरको ढुङ्गाहरूमै व्यवस्थित भएको छैन र त्यसैलाई सबैलाई यहाँनिर राखेर यही लग्नेछु। तपाईँहरू कन्टिन्यू हेर्दै गर्नुहोस् है त। सो गाइस, हामीले फाइनल्ली अन्तिम बाटा चाहिँ अब यो ढुङ्गाहरू लगेर माथि लग्नुपर्ने छ। अन्तिम बाटा हो यो होइन। र अब अन्तिम बाटा भइसकेपछि आज चाहिँ ढुङ्गाहरू खेर्ने काम पनि फिनिस हुन लागिसक्यो। तपाईँहरू कन्टिन्यू हेर्दै गर्नुहोस्। यो बाटालाई लग्नुपर्ने एकदम मुस्किल छ होइन। म चाहिँ लग्ने प्रयास गर्नेछु, तपाईँहरू कन्टिन्यू हेर्नुहोस् है त। सो यहाँनिर छन् छडीहरू, यहाँनिर छन् 32वटा बाँसहरू, यहाँनिर छन् सपोर्टहरू अनि यहाँनिर छन् ढुङ्गाहरू। ओके, यो सबै सामानहरू रेडी भइसकेको छ। अब चाहिँ बार हाल्नको लागि सबै सामानहरू रेडी भएको हुनाले अब भोलिदेखि बारको काम स्टार्ट हुन्छ। तपाईँहरू कन्टिन्यू हेर्नुहोस् है त। सो गाइज, फाइनली आज मैले तलदेखि बाँसको छडीहरू ल्याएँ होइन। त्यसपछि सपोर्टेड बारहरू पनि ल्याएँ होइन। त्यसरी धेरै सारा ढुङ्गाहरू पनि एकट्ठा गरेर एक ठाउँमा राखिसकेको छु होइन। र आजको यो प्रिपेरेसन तयारी चाहिँ भइसकेको छ होइन। यो बारको सबै कामहरू रेडी भइसकेको छ। अब भोलि चाहिँ साप्लो र डोरी ल्याउनु पर्नेछ। त्यसपछि चाहिँ हाम्रो काम स्टार्ट हुनेछ, खन्ने काम र त्यस पछाडि ठेरा गाड्ने काम। सो आजको यस भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रियाहरू कमेन्ट बक्समा दिन भने नबिर्सनु होला। अब यस्तै भिडियोहरूको लागि तपाईँहरू यस च्यानललाई सब्सक्राइब गरेर जोडिन सक्नुहुन्छ र हाम्रो मेम्बर बन्न पनि सक्नुहुनेछ। सो आजलाई बस यति नै। तपाईँहरूलाई यसको चौथो सिरिजमा मिल्ने बाधाका साथै अहिलेलाई छुट्टिन्छु। बाई बाई। सो कुनै नयाँ दिन, नयाँ टपिकको नयाँ भिडियो ल्याएर उपस्थित हुने नै छु। तबसम्मको लागि बाई बाई।